What's up everyone, welcome back to my channel. तपाईँहरूलाई स्वागत गर्न चाहन्छु अर्को भिडियोमा। र अहिले चाहिँ म अर्को भिडियो लिएर आइसकेको छु। आज म पैदल यात्री बने किन भन्नुपर्दाखेरिमा बाइक ग्यारेजमा छ बिग्रेको कारणले गर्दाखेरि। सो म चाहिँ टाइमलाई युटिलाइज गर्दै एउटा भ्लग बनाउन त भनेर घरसम्म अब हिँड्दैछु। अब रातिमा हिँड्नु पनि एउटा छुट्टै एक्सर्साइज हो है, वाकिङ गर्नु पऱ्यो, हिँड्नु पनि राम्रो हो स्वास्थ्यको लागि। र म अहिले राप्ती पुलमा छु, यता खोला छ, उता बजार छ, बजार कटेर म अब थानाबारीपट्टि आएँ। र त्यो पारिपट्टिको भ्यू हेर्नुहोस् त, वाह। पहिला त्यो लाइट कुनै पनि थिएन होइन, अहिले त्यो रोड पुरै लाइट हालेको छ क्या, यहाँदेखि त्यो पारिसम्मको पुरै लाइट हालेको छ होइन। अनि त्यसपछि अगाडिपट्टिको भ्यू भइहाल्यो। अब अगाडि हेर्दै जाँदाखेरि ठ्याक्कै पुल कट्ने बित्तिकै पारिपट्टि ऊ आउँछ, बुद्ध पार्क आउँछ एउटा। र त्यो बुद्ध पार्कदेखि हामी माथि गयौँ भने यहाँनिर भैरव डाँडा जाने बाटो होइन, र तल गयौँ भने चाहिँ घर जाने बाटो। अहिले चाहिँ म रोडमा छु है। र त्यसपछि नाइटमा अर्को एउटा भ्यू के देखिन्छ भने, दिनमा दुःख गरेर विभिन्न किसिमको लाइटहरू मान्छेले हाल्छन् क्या, गाडीमा होस्, कुनै पनि रुफमा होस्, अथवा चाहिँ कुनै पनि किसिमको प्रतिकलामा होस् हाल्छन्। अनि राति चाहिँ त्यसको भ्यू हेर्न पाइन्छ भनेको कुन कलरको हाल्छ, उता निलो कलर छ, उता येल्लो कलर बलिरहेछ होइन, उता फेरि रेड कलरको ब्रेक लाइटमा बलिरहेछ, अगाडिपट्टि व्हाइट कलरको हेडलाइटमा बलिरहेछ, फेरि त्यो स्पिडोमिटरमा ब्लू कलरको बलिरहेछ। लाइटहरू कति देखिन्छ राति फेरि है। र पार्कहरूमा पनि त्यहाँनिर हेर्नुहोस्, तपाईँहरूलाई म जुम गरेर देखाइदिन्छु। ऊ यहाँनिर यहाँ सायद के लेख्छ, राप्ती रिभर साइड पार्क लेखेको छ है। हेर्नुहोस् त, लाइट येल्लो एन्ड ब्लू कस्तो मिक्स गरेर बनाएको छ, तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। र त्यसपछि यो बुद्ध पार्क, वेलकम टु बुद्ध पार्क है। बुद्ध पार्क चाहिँ यहाँ माथि छ, यो चाहिँ बुद्ध पार्क हो। तपाईँहरू हेरौँटामा आउनु भने भिजिट गर्न सक्नुहुन्छ है। मलाई खासै मन पर्दैन, तर मान्छेको लागि एकदमै राम्रो छ, टाइम स्पेन्डको लागि, माइन्ड फ्रेसको लागि है, काम गरेर यसो हावा खानको लागि चाहिँ उकालो ठाउँ राम्रो छ है। र तल गयौँ भने हामी यो पश्चिमको बाटो हो, र त्यसपछि यता चाहिँ पूर्व बाटो हो। यताबाट गयौँ भने हामी बोधिसक्तिर पुग्छौँ। म चाहिँ जेब्रा क्रसिङ गरेर घरतिर ओह्रालो लाग्यो है। र यहाँनिर चाहिँ पहिला ट्राफिक पुलिसले चेकिङ एकदम राम्रोसँग कडा गर्थ्यो क्या, अहिले गर्दैन, अलिअलि फ्री छ। मान्छेहरू यो बाटो हिँड्नु डराउँथ्यो, पुलिस चेकिङ गर्छ भनेर, लाइसेन्स नहुनेहरू पनि आउँथ्यो नि त, तर अब आउँदैन। अब चाहिँ यहाँनिर स्ल्याब बनिसकेको छ, सरकारी भवनहरू बन्दैछ त्यहाँ। यतापट्टि पार्कहरू राम्रो खालको, यो पारिदेखि नै त्यो येल्लो लाइट भन्दा नि अझ पारिदेखि नै बनेर यो पारिसम्म बन्छ। र त्यसपछि यो स्ल्याब बनिसकेपछि यतापट्टिको सरकारी भवनहरू भयो। र त्यसपछि यो माथिको हाइवे भयो। पहिला चाहिँ लोड वेट चेकिङको त्यो सडक चाहिँ पुल मुनिबाट हुँदै गएर चाहिँ यो बाटो बनेको थियो भने अहिले चाहिँ यो बाटोबाट छैन है। र यो चाहिँ घर जाने बाटो हो मेरो है। र थानाबारी छिर्ने मेन बाटो यही हो। र तलबाट पनि धेरै ठाउँ यो ठ्याक्कै चौकी कटेपछि पनि छिर्ने ठाउँ छ एउटा, त्यो चाहिँ के अरे त्यसलाई के भन्छ, सिमलटार जाने बाटो भनेर लेखेर बोर्ड नै बनाएको छ। त्योभन्दा तलपट्टिको बिचको बाटो पनि छ, र छेउको तलको बाटो पनि छ। त्योभन्दा तल यातायात व्यवस्थापन, त्यो यातायात अफिसबाट पनि छिर्ने बाटो छ, तर त्योभन्दा तलबाट नि होला जुन हामीले हेरेको छैनौँ। र मुख्य चाहिँ यो हो, किनकि अब योभन्दा अगाडिपट्टिबाट छैन, किनकि त्यहाँ खोला छ है। र खोलामा ठ्याक्कै खोलाको पुलमा राप्ती पुल कटेर चाहिँ छिर्ने पहिलो बाटो भनेको चाहिँ यो हो। र यो चाहिँ यो सरकारी भवनहरू यो सबै, र यो बाटो हो है। र भ्लग चाहिँ लगभग मैले कति दिनपछि हाल्दैछु आज। मान्छेलाई अल्छी भन्ने कुरा अलिक लाग्दो रहेछ होइन, र अल्छी लागिसकेपछि खतम, त्यसपछि अब के चाहियो र, अल्छी लागेपछि सक्यो होइन। अल्छीले मान्छेलाई के बनाउँछ भन, फेस राम्रो नदेखिएला किनकि अँध्यारो छ। मैले नाइटको लागि चस्मा लगाएको छु, नाइटमा लाइटहरू ठ्याक्कै आँखामा पर्छ नि त गाडीको, त्यही भएर यसले चाहिँ सेभ गर्छ। खास त यो ड्राइभिङको लागि लिएको चस्मा हो, म चाहिँ वाकिङको लागि युज गर्दैछु। मयुरी आउँदैछ, अब मयुरीहरूको चाहिँ खासियत के हो भने दिनभरि गुडाएर चाहिँ चार्ज सकिन्छ, अनि रातमा चाहिँ
अनि घर चार्जलाई लिएर घर फर्किनु चाहिँ मैले है अटोको चाहिँ पेट्रोल सक्यो भने पेट्रोल पम्प जानु मिल्छ तर यिनीहरूको चाहिँ ब्याट्री चार्ज गर्नुपर्छ तर दिनभरि आनन्दले चल्छ फेरि होल नाइट चार्ज हालेर फेरि बिहान निस्किन्छन् घाममा के गर्नु होइन एक मनले रिस उठेर मयुरीहरू अटोहरू सबैलाई चाहिँ अब निकालिदिने हो देशबाट भन्ने खालको लाग्छ भने एकपट्टिबाट चाहिँ फेरि होइन तिनीहरूको पनि आफ्नो एउटा ऊ हो नि त बाध्यता हो नि त होइन घर परिवारलाई चलाउनु पर्ने छ उनीहरूलाई होइन दिनभरि पेसेन्जरलाई एक ठाउँदेखि अर्को ठाउँ पुऱ्याएर जति पनि थोरै रकम कमाए पनि त्यही कमाएको रकमले चाहिँ घर चलाउनु पर्ने छ उनीहरूलाई अनि त्यो त्यति त गर्नु पऱ्यो नि होइन तर कतिपय अटोहरू यस्तो हुन्छ उनीहरूले ट्राफिक रुल्सलाई पनि पालना नगरी कुदाइदिन्छ क्या त्यस्तो देख्यो भने चाहिँ रिस उठ्छ अलिकति नराम्रो लाग्छ पनि है अनि त्यसपछि अब मैले अटोलाई चाहिँ देशबाट निकालिदिनुपर्छ भनेर चाहिँ मान्छेहरूले भनिरहेको पनि हामी पाउन सक्छौँ होइन त्यसैले यो चाहिँ त्यो कुरा हो भन्नु खोजेको कुरा है त्यसैले अहिले चाहिँ म सिमलटार थानाबारी छिरिसकेँ र त्यसपछि घर चाहिँ पुग्न अझै लगभग 10 मिनट है त्यत्तिकै बिस्तारै हिँड्यो भने 10 मिनट अलिक छिटो हिँड्यो भने 7 मिनट चाहिँ लाग्छ सुजन सरलाई फोन गरेको उहाँले फोन उठाउनु भएन उहाँ पनि काठमाडौँबाट आउँदै हुनुहुन्छ मैले अघि फोन गरेको उहाँले भैँसेनिर एकजना एउटा ठुलो गाडी चाहिँ बिच बाटोमा बिग्रेको कारणले गर्दाखेरि जाममा परेको छु भन्नुभयो फेरि एकचोटि कल गर्छ है उहाँलाई के भन्नुहुन्छ अघि त लागेन भने कल भैँसेतिर खासै राम्रो टावर नदिने क्या है त्यही भएर नि कल लागेन अघि मैले कल गर्छु है त के भन्नुहुन्छ अनि अर्को कुरा भनेको चाहिँ तपाईँहरूको आजको दिन कस्तो भयो यु क्यान कमेन्ट डाउन है अनि त्यसपछि कल चाहिँ अझै पनि लागेको छैन उपलब्ध हुन सकेन नि भनेर सायद जाममै आनन्दले बसिरहनु भएको छ होला अब जाम भएपछि कसो के गएर बिच बाटोमा गाडी भएपछि त्यसलाई हल्काएर उकाल्छ हल्कै त्यो अब एभेन्जर मुभीको हल्क छ नि हो त्यो हल्कले उठाएर लग्दै त हो नि नत्र यति राति कसो के जान्छ र बिचरा रातभरि त्यहाँ बिताउन पनि टाइम लाग्दैन त्यही भएर मैले बजारमा नकुदिकन म चाहिँ हिँड्दै भए पनि घरसम्म जाने निर्णय गरेर चाहिँ हिँडेको आजको ब्लगलाई म यतैतिर अन्त्य गर्न चाहन्छु फेरि अर्को ब्लगमा भेटौँ हामी सो बाइकको चाहिँ अलिकति सामानहरू म चेन्ज गरेर हाल्ने विचार गरेको छु त्यो पनि तपाईँहरूलाई म देखाउने छु त्यतिसम्मको लागि भिडियोलाई चाहिँ म याद गर्न चाहन्छु बाई बाई सी यु नेक्स्ट भिडियो बाई